मेस्सी लेफ्ट, नेमार लेफ्ट, एम्बाप्पे लेफ्ट अनि पुरै दुनिया हाँस्यो अब पिएसजी सकियो भनेर। बट 2026 मा पिएसजी सँग न मेस्सी न नेमार न एम्बाप्पे थियो त मात्र लुइस एन्रिकेको भिजन। आर्सेनलले 5 मिनेटमा नै गोल हान्यो। त्यसपछि त पुरै बक्स नै आर्सेनलका प्लेयर्सले भरिएको थियो। त्यो देखेर कमेन्टेटरले समेत पिएसजीले टाइटल डिफेन्ड गर्न सकेन भनेका थिए। तर डिम्बेले जुन बार्सिलोनामा धेरै जसो बेन्चमा हुन्थ्यो त्यो पिएसजी को यूसीएल हिरो बन्यो। हाकिमी जसको करियर सकियो भनेर मान्छे हाँस्थे, उसले सबैलाई साइलेन्स बनायो। डोए एउटा 19 वर्षको बच्चा फाइनलमा हिस्ट्री लेख्यो। नुनो मेन्डेज लेफ्ट साइडमा एउटा वाल बनेर बस्यो। भिटिनिया मिडबाट नै म्याचलाई पल्टाइदियो र कब्रस्तालियाले हरेक टचमा आर्सेनलको डिफेन्सलाई तोड्यो। 120 मिनट्स, पेनाल्टिज अनि फाइनली पिएसजीले ट्रफी उचाल्यो। रियल मैड्रिड पछि ब्याक टु ब्याक यूसीएल जित्ने दोस्रो टिम पिएसजी बन्यो। पिएसजीले सबै क्लबलाई सिकायो म्याच स्टार्स प्लेयर्सले होइन सिस्टमले जितिन्छ। अब एउटा मात्र क्वेशन, के 2027 मा तेस्रो आउला?